निकै राम्रो छ। एक दुईवटा फोटा खिचौँ जस्तो लाग्यो यहाँ। फोटाले अत्ताएर ल्याएर छोडिदियो कस्तो के हो न। निकै राम्रो बनाएको छ कलेजले, मलाई चाहिँ मन पर्यो यो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुरहरू पनि सन्चै हुन्छ होला, म पनि सन्चै आरामै। आज चाहिँ टक्क ब्यागस्याग लिएर रेस्टिङ लगाएर म चाहिँ धनगढी गइरहेको छु। अनि साँझ नै फेरि फिर्ता आउँछु। त्यहाँ थुप्रै कामहरू छन्, हजुरहरूलाई देखाउनेछु कति बजी यहाँ पुग्छु र कस्तो खालको काम हो भनेर हजुरहरू लास्टमा हेर्दै गर्नु होला। अनि त्यसरी आज चाहिँ बस्ने चाहिँ त्यही हो र खासमा उता पनि मेरो घर त्यो चाहिँ रुम हो। तर आज चाहिँ म अहिले नै फर्किनेवाला छु। आफ्नो घरबाट चाहिँ म निस्किसकेको छु। मलाई यो चस्मा लाउँदाखेरि जम्छ कि त्यस्तै फेसमा जम्छ है, हजुरहरूले कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। चस्मा लाउँदाखेरि जम्छ कि त्यस्तो मात्रै जम्छ, हजुरहरूले कमेन्ट चाहिँ गर्नु नभुल्नु होला। आधा घन्टा भइसक्यो, एउटा त्यहाँ देखिरहेको एउटा चाहिँ हाइट देखिरहेको रोकिने हो कि रोकिने होइन हेरौँ के हुन्छ। आधा घन्टा भइसक्यो हिँडेको, भर्खर एउटा हाइस देखिएको छु त्यहाँबाट। यताबाट चाहिँ गयो हाइस, बस हाइस गयो सायद रोकिन्छ आयो। अहिले चाहिँ 4-5वटा काम गरिसक्यो मेरो, 4-5वटा काम गरिसक्यो। अनि त्यो टक्क त्यो पनि हाइस पनि रोक्यो है, टक्क रोक्यो। त्यही धनगढी जानु रहेछ, कोही छैन, खाली छ, खुल्ला प्याक छैन। प्याक गयो त फेरि हामीलाई चाहिँ कट्टा। हामी चाहिँ जहिले पनि ब्याग बेच्छ र गाडीमा पनि ब्याग, स्कुलमा पनि ब्याग, हरेक ठाउँमा ब्याग बेच्छ अन द टप। टक्क अहिले बौनिया पुग्यो चाहिँ बौनिया। बौनिया चाहिँ आधा घन्टा रोकिन्छ, तबसम्म मान्छे खुल्दैन नि, तबसम्म जान्न। यो चाहिँ हाइसहरूको नियम नै हो, हाइसहरूको नियम नै हो। अहिले चाहिँ हामीहरू यहाँ चाहिँ घोडाघोडी हेर्न सक्नुहुन्छ कस्तो छ भनेर। घोडाघोडी मन्दिर राम्रोसँग बनाउँदाखेरि झन् पर्यटकहरू यहाँ भित्रिने चान्स हुन्छ, धेरै नै राम्रो छ। एकचोटि अवलोकन गर्न चाहिँ नभुल्नु होला। घोडाघोडी मन्दिरमा चाहिँ अहिले टक्क ढनगढी पुगिसकेको छु। ढनगढी बजार ढनगढीतिर पुगिसकेको छु। अहिले चाहिँ अब टक्क अब स्टार्टिङबाटै आफ्नो के काम छ त्यो चाहिँ काम गर्नेछु। आएन यता यो धनगढी चाहिँ निकै सुन्दर छ है। हजुरहरू घुम्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। निकै राम्रो छ, सफा छ, सुन्दर छ। गोपी हमालको सहर हो। गोपीजीले चाहिँ राम्रो बनाउनु भएको। म चाहिँ अहिले ल्यापटपको प्राइस र मोबाइलको प्राइस सोध्न गइरहेको छु, किनभने मलाई ल्यापटप चाहिरहेको छ, त्यसैले हो। गाइज हामी यस्तो गरिब चाहिँ त लुट्ने रहेछ नि त। 1,50,000 भन्छ त ल्यापटप, के हो एचपीको ल्यापटपको 1,50,000। अनि अर्को ल्यापटपको चाहिँ 1 लाख। कति महँगो यार। दुईवटामा सोधेँ, दुईवटामै महँगो भनेको छ। अब अरू ठाउँमा पनि सोधौँ, एउटै ठाउँमा सोधेर काम पुग्दैन कि गाइज। आफ्नो स्कुलतिर पुगिसकेको छु। मार्कसिट लिनको लागि 11को इक्जामको रिजल्टको मार्कसिट लिन गइरहेको छु। पास त छु, तर रिजल्ट चाहिँ अगाडि सुनिसकेको छु। त्यही पनि बन्द छ कि चाल्छ, खुल्लै रहेछ। गइरहेको छु, के हुन्छ। कलेजमा पुगेर मैले आफ्नो मार्कसिट लिइसकेँ पुरै। अब पास छु भनौँ, राम्रै आहा जिपे पनि केही छैन। अब नेक्स्ट टाइम चाहिँ अझै बेटर गर्नेछु, राम्रो गर्नेछु। यहाँ सिसिएसमा निकै राम्रो पढाइ हुन्छ, आउनु होला एकचोटि अवलोकन गर्नु होला। म त यहाँ ल्यापटप किन्न आएको, खतरा छ यो। यो चाहिँ यहाँको निकै सबभन्दा ठुलो ल्यापटप स्टोर हो। यहाँ ल्यापटपहरू मिल्छ, खतरा दामी छ, भित्रैसम्म छ। यहाँ यसको नाम चाहिँ पूर्व तारा
एकचोटि हजुरहरूले अवलोकन गर्नु निकै राम्रो छ। स्टोरहरू छ। अब चाहिँ म क्याम्स स्कुलतिर गइरहेको छु, काम छ त्यहाँतिर। लास्टसम्म भ्लग हेर्दै गर्नु होला के हुनेछ। चाहिँ म क्याम्स स्कुलतिर गइसकेको छु। क्याम्सी कलेज म चाहिँ फर्स्ट टाइम आएको है क्याम्सीमा। निकै नै राम्रो रहेछ बाटोहरू, सुविधा पनि राम्रै होला। तर म अब स्टडी यो क्याम्सी कलेज हेर्दाखेरि यो भिजिट गर्ने ठाउँ पनि रहेछ कि, यो घुम्ने ठाउँ पनि रहेछ कि। खासमा निकै राम्रो छ यार। अगाडि पनि बाटोहरू निकै राम्रो बनाएको छ कलेजले। मलाई चाहिँ मन पऱ्यो यो टक्क अगाडि सो बाटो साटो टक्क। यहाँ टिकटक भिडियो सिडियो बनाउने भए आउनु होला, अवलोकन गर्नु होला एकचोटि चाहिँ। ऊ त्यहाँ अगाडि रहेछ है अफिस, चाहिँ अफिसतिर जानु थियो। अनि हिँड्नु चाहिँ 5 मिनट लाग्ने रहेछ यार अफिसतिर पुग्नु पनि, कलेजभित्र छिर्दाखेरि पनि। ओ प्रशासन तथा पुस्तकालय हाम्रो क्याम्पस बहुमुखी क्याम्पसबाट, कैलाली बहुमुखी क्याम्पसबाट यता भइसकेको छ। काम चाहिँ पुरा भएन, अब चाहिँ नेक्स्ट टाइम आएर पुरा गर्नुपर्छ। अब क्या कम्प्लिट भएन भनौँ। अब चाहिँ आफ्नो रुमतिर गइरहेको छु। एकदम चाहिँ सबै पुरा भयो भनौँ। यो चाहिँ धनगढीको कपबाट यहाँ फुटबल क्रिकेटहरू हुन्छ, यता चाहिँ फुटबलहरू हुन्छ, उता चाहिँ क्रिकेटहरू हुन्छ। एउटा स्ट्रिम इनर्जी ड्रिङ्क आएर टक्क आफ्नो रुमतिर गइरहेको छु। रुमको हालत कस्तो छ, यो चाहिँ टक्क मेरो रुमतिर जाने बाटो हो क्या। आफ्नो रुमतिर पुगिसकेँ। यहाँको हालत कस्तो कस्तो छ हेरौँ। लियो 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 चाहिँ बसेको छ। यहाँ चाहिँ दाइको ब्लेड धुर फेस कस्तो भयो यार। भाइ के छ हजुर? नाइ स्कुल आएन अहिले, फेरि फिर्ता हुनुपर्ने छ। घरमा काम थियो, काम थियो त्यसैले आउनु आज। अझै फेरि फिर्ता हुनुपर्ने छ। म रुममा पुगिसकेको छु, कपडा सपडा खोलेर त्यहाँतिर अब एकछिन रेस्ट गरेर अब चाहिँ घरतिर निस्किनु पर्ला। रुमबाट चाहिँ निस्किसकेको छु। अब एक दुईवटा ल्यापटप किन्ने ठाउँहरूमा अरू पनि हेरिन्छ। मैले चाहिँ 2-3वटा हेरेको हो, तर अझै पनि बुझ्नुपर्छ राम्रो त्यसको बारेमा, ल्यापटपहरूको बारेमा। अनि पछि चाहिँ ल्यापटप किन्न आउनुपर्ने छ। अनि त्यसैले एकचोटि बुझ्छु, अब चाहिँ घरतिर निस्किनु पर्ला। एसपिओ कलेज हो, धनगढीमा रहेको एसपिओ कलेज, सुदूरपश्चिम पश्चिमाञ्चल एकाडेमी। यो कलेज पनि ठिक छ, सबै कलेज ठिक छन्, तर बेटर भनेको चाहिँ सिसिया छ। यो चाहिँ एसपिओ कलेज। यहाँ चाहिँ यो एसपिओ कलेजले थुप्रै खेलाडीहरू, क्रिकेट खेलाडीहरू जन्माएको छ। यहाँ खेलाडीहरू निकै नै राम्रो काम भेटिँदैन। एसपिओ कलेज सेती हस्पिटलतिर आएको छु। यतातिर ल्यापटपहरू मिल्छ कता थाहा छैन, त्यो पनि हेरिरहेको छु। अब कतातिर मिल्छ त्यो टक्क हेरेर यहाँ चाहिँ हाम्रा वीर शहीदहरूको त्यो छ, टक्क खतरा छ है। धनगढीमा चाहिँ ल्यापटप किन्ने पसलहरू धेरै हो, तर राम्रो पसलहरू भेटिएन। हजुरहरू चाहिँ सजेसन दिनु होला। वान अफ द बेस्ट चाहे यहाँ धनगढीमा ल्यापटप किन्ने पसल कुन छ भनेर भनिदिनु होला। मलाई चाहिँ भेटाएन है, राम्रो चाहिँ भेटाएन। चाहिँ म धनगढीको भात बटिनतिर आएको छु। टक्क देख्दै सक्नुहुन्छ कस्तो छ भनेर। यो चाहिँ भातबाट नि हो। यहाँ चाहिँ फोटासोटा खिच्छन्। यहाँ चाहिँ निकै राम्रो छ। एक दुईवटा फोटा खिचौँ जस्तो लाग्यो यहाँ।
दुईवटा फोटा र भिडियो खिचौँ जस्तो लाग्यो है। यहाँ किन राम्रो लाग्यो खिचिहालौँ न, के हुन्छ सोधौँ है क्यामेराम्यानलाई। 20 रुपियाँ भनिरहेको थियो फोटोको। हेरौँ 3-4वटा फोटो खिचेर अनि 2-3वटा भिडियो गरेर अब चाहिँ घरतिर लाग्नु पऱ्यो। आज झन्गडीको सबैमा भेटिने बस भेटिने कि भेटिँदैन यार। 5:30 भइहाल्यो। बसभन्दा पनि हाई स्पिड ट्रेन भए राम्रो हुन्थ्यो के अरे। यो चाहिँ गेटा हस्पिटल हो। एउटाले अत्ताएर ल्याएर छोडिदियो यार। कस्तो के भनौँ गाडीहरूलाई महेन्द्रनगर जाने रहेछ मलाई चाहिँ। अनि त्यसैले चाहिँ यता छोडिदियो। के भनौँ त्रियाको चाहिँ यो बेस्ट है, राम्रो छ यहाँ। गाडी रोके भाइ रोके, हम भी जा रहे हैं। अनि यो अगाडि ट्राफिक पनि छ। टिकापुर जाने कि जाने होइन यो टिकापुर नै चुवा प्याक त्यसमा चाहिँ के हुन्छ हेरौँ। गाडी मिल्यो यार, मैले त मिल्दैन सुधा थिएँ। मिल्यो दौड्ने यार, गाडी चाहिँ मिल्यो। आज चाहिँ दिनभरि घुमिएको छ है, दिनभरि घुमियो। हाइस बाटो उत्रेर यहाँ पुगिसक्यो। 4 दिन चाहिँ लास्टिक हुन्छ, त्यसैले बिचबिचमा भिडियो पनि त्यति बनाउनु पाइएन। केही छैन, अहिले चाहिँ अब घरतिर पुगिहालेँ भन्नु। अहिले चाहिँ म आफ्नो घरतिर पुगिसकेँ। टक्क मेरो पर्खाइमा सबै छन्। के गर्यो भनेर अब हेर्छ नि त, त्यसले हेरिहाल्यो। अर्कीले पनि हेऱ्यो। आजको ब्लग यहीँ अन्त्य गर्न चाहन्छु। सबैले सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला।